म नेपालमै केही गर्छु भनेर सङ्घर्ष गरिरहेको थिएँ, नेपालमै बसेर होइन, नेपालमै केही गर्छु। अनि परिवार पनि राम्रोसँग पालिरहेको थिएँ, खाना लाउनलाई पुगिरहेकै थिएँ नेपाल बसेर होइन। अलिअलि रोजगार पनि गर्थेँ, अलिअलि जागिर पनि थियो होइन, मजाले पुगिरहेको थियो खानालाई। अनि एउटा एडभर्टाइज देखेँ, अनि एडभर्टाइज मोबाइल हेर्दा हेर्दा एडभर्टाइज आयो। अनि कुवेतको लागि डिमान्ड, राम्रो डिमान्ड भनेर आयो। अनि मैले के गरेँ भने त्यहाँनिर कमेन्ट गरेँ, के कस्तो छ कम्पनी, राम्रो चाहिँ छैन, लागत कति हो भनेर कन्ट्याक्ट गरेँ, कमेन्ट गरेँ। कमेन्ट गरेको 2 मिनटभित्रमा रिप्लाई आयो, तपाईँ सबै कुरा बुझ्न चाहनुहुन्छ भने चाहिँ तपाईँको नम्बर कमेन्ट गर्नु होला भनेर आयो। अनि नम्बर कमेन्ट गरेँ। अनि नम्बर कमेन्ट गरिसकेपछि चाहिँ फोन आयो होइन, फोन आयो। अनि भने तपाईँ आउनुहोस् एकचोटि भिजिट गर्नुहोस्, मेन पावर आउनुहोस् भिजिट गर्नुहोस् एकचोटि भने। ल नि त, ल अब जाउँ न त कस्तो रहेछ भनेर अनि मेन पावर गइयो। मेन पावरको ओनरसँग भेटियो होइन, के कस्तो हो, अब कस्तो छ कम्पनी होइन, अब कुवेतको ठाउँ कस्तो छ भनेर बुझ्यो। अनि उसले के भन्यो भने एकदम राम्रो छ, योभन्दा अगाडि पनि मैले लगभग 150-200 जना त मैले पठाइसकेको छु त्यही कम्पनीमा, एकदमै राम्रो छ कम्पनी, तपाईँ चिन्तै लिन पर्दैन। महिनाको हद्दै नकमाए नि हुँदै भएन भन्यो भने पनि लगभग 1.5 लाख त मजाले कमाउन सकिन्छ होइन। 1.5 लाख त तपाईँले मजाले बचाउन सक्छ, जानुहोस् तपाईँको एकदम राम्रो हुन्छ भने। अनि लागत कति हो भनेर सोधेँ मैले, पहिला इन्टरभ्यू दिनुहोस् अनि लागत कुरा गरौँला नि भने। इन्टरभ्यू दियो होइन, भोलिपल्ट इन्टरभ्यू दियो, पास पनि भयो। अनि फेरि भोलिपल्ट बोलाएँ, भोलिपल्ट गएँ। अनि भोलिपल्ट गइसकेपछि अनि के भन्यो भने अब लागत के कस्तो सर, अब इन्टरभ्यू त पास भयो, लागत के कस्तो हो, कति तिर्ने हो भने एकैचोटि ड्याङ्गै 3 लाख भनेर लगाइदियो होइन। अब ड्याङ्गै 3 लाख भन्यो, मैले सोचेको थिएँ म चाहिँ लगभग 1.20-1.50सम्म भन्छ होला भनेर गएको, ड्याङ्गै 3 लाख भन्यो। होइन सर 3 लाख त धेरै महँगो भयो, अब नजाउँ होला त्यसो भए भन्ने सोचाइ थियो होइन, जानु भनेर होइन। अनि नजाउँ होला भनेर पछि म फर्केँ। अनि पछि फेरि फोन गरेँ, 1 हप्तासम्म फोन गरेँ ल तपाईँ इन्टरभ्यू पास भएको मान्छे जानुहोस्, राम्रो छ कम्पनी एकदम भन्यो होइन। अब पहिले पनि 200-300 जना गएर राम्रै भयो त जाउँ न त अब होइन, विदेश अब जति हुन्छ त्यति नै अब भनेर तिरेरै जाउँ न त 3 लाखै भनेर आइयो, जसो तसो ऋण खोजेर विदेश आइयो। अनि विदेश आइसकेपछि चाहिँ के भयो भने यो ठाउँमा विदेशमा आइसकेपछि चाहिँ के भयो भने 4 महिना त ड्याङ्गै राखेको थियो होइन, कम्पनीले यता भएन उता भएन, भिजा मिलेन, अनि लास्टमा ट्रायल ऊको भएन, उता मिलेन यता मिलेन, 4 महिना ड्याङ्गै राखेको थियो। अनि 4 महिना राखिसकेपछि के भयो भने 4 महिनापछि चाहिँ लगभग हामीलाई गाडी दियो। 4 महिनाको 4.5 महिना 5 महिना बिचमा चाहिँ गाडी दियो। गाडी दिइसकेपछि एकैचोटि हालिदियो टार्गेटमा हालिदिइसकेपछि चाहिँ अब तालाबादको टार्गेट हाम्रो त अब पहिला सुरु त केही थाहा हुँदैन, कुन मताम के हो, कुन होटल कस्तो के होइन, केही थाहा हुँदैन। अनि अहिले आएको म लगभग 1 वर्ष पुग्न लाग्यो। 4 महिना त फकेट त्यति गयो, 4 महिनाबाट यता स्यालेरी आउनु सुरु भयो। अनि स्यालेरी कति आउँछ भनेर त म तपाईँहरूलाई भन्दिनँ होइन। म आएको ठ्याक्कै अहिले 13 महिना भयो। 13 महिनासम्म पनि मैले आएको 3 लाख रुपियाँ ऋण तिर्न सकेको छैन होइन। मैले आएको ऋण अहिलेसम्म तिर्न सकेको छैन भनेपछि स्यालेरी कति आउँछ भनेर त तपाईँलाई मैले भन्नै नपर्ला होइन। अनि यसरी झुटको खेती गरेर पठाउने, 3 महिनाको 1.5 लाख कमाइ हुन्छ भनेर पठाउने। अब हाम्रो त सोचाइ भयो नि त, 1.5 लाख नभए पनि 1 लाखसम्म त कमाउन सकिन्छ होला विदेश गइसकेपछि होइन। अब विदेश गयो, अब बडी सडी बनाउँला, जिम सिम गरौँला होइन, टक्क अब 1 लाख रुपियाँ नेपालको पैसा पठाउन सक्यो भने त अब 2-3 वर्ष बसेर कोसिस गरियो भने त लगभग एउटा राम्रो घर बनाउन सकेला नेपालमा भन्ने सोचाइले आइयो। यहाँ आएपछि चाहिँ गाँड गुलित कन्डो खरानी कम्पनीमा परियो। अनि मैले अस्ति पनि फेरि देख्दै थिएँ कि यही कम्पनीबाट चाहिँ फेरि डिमान्ड गएको रहेछ। अनि यस्तो छ उस्तो छ, यतिजना पठाइसक्यो, ल हजुरहरू आउनुहोस् ल जानुहोस्, तपाईँहरूको लागि चाहिँ डिमान्ड आइसकेको छ भनेर त त्यो केटीले चाहिँ पुरा भाषण गरिरहेको थियो कि। म पनि त्यही भाषण सुनेर चाहिँ फसेर आइहालेँ साथी हो। म कुन मेन पावरमा गएको भनेर चाहिँ म खुलाउँदिनँ, तपाईँहरूले मलाई कमेन्ट गर्नु होला
म भनिदिन सक्छु। अब त्यो यो मेन पावरमा गएछ भनेर मैले भन्यो भने चाहिँ फेरि मलाई रिस्क हुन्छ, फेरि कम्पनीले मलाई अलिक गाह्रो पार्न सक्छ होइन। त्यही भएर यस्तो छ उस्तो छ यस्तो गर्छ महिनाको यति कमाइ हुन्छ भनेर लालचमा चाहिँ नफस्नु होला। तपाईँहरू यदि डेलिभरी कम्पनीमा अब जस्तै यो लाइट ड्राइभरहरूको लागि चाहिँ तपाईँहरूले कोसिस गर्दै हुनुहुन्छ भने चाहिँ यो तालाबादमा धेरै केटा साथीहरू हुनुहुन्छ तालाबादको यस्तो ड्रेस लगाएर भिडियोहरू बनाउनुहुन्छ धेरैले होइन। उनीहरूको उमा गएर कमेन्ट गर्नु होला कि कस्तो हो के हो भनेर बुझ्नु होला। त्यो हावादारी भरमा यस्तो छ यति कमाइ हुन्छ आउनुहोस् तपाईँहरूलाई यति यस्तो हुन्छ कम्पनी यस्तो छ भनेर त्यो हावादारी त्यो भरमा चाहिँ नपर्नु होला। अनि मैले अस्ति देख्दै थिएँ कि यस्तो छ यो कम्पनी हो यतिजना गइसकेको छ एकदमै राम्रो छ ल आउनुहोस् होला भनेर भिडियो बनाएको देखिरहेको थिएँ। साथी हो तपाईँहरू भरममा नपर्नु होला। यस्तो यो ठगहरूको भरमा चाहिँ नपर्नु होला। तपाईँहरू सही सत्य के हो भनेर यस्तो टी सर्ट लगाएको साथीहरू धेरै हुनुहुन्छ तालाबादमा काम गर्ने साथीहरू। उनीहरू यथार्थ बुझ्नु होला, कमेन्ट गर्नु होला कि कस्तो छ कम्पनी कस्तो के हो भनेर बुझेर मात्रै यो लाइट ड्राइभरमा आउनु होला। यहाँ आएर फस्ने काम नगर्नु होला। हामी त फस्यौँ तपाईँहरू चाहिँ नफस्नु होला होइन। आइसकेपछि चाहिँ केही हद्दै कमाइ नभए पनि 50-60 हजार 70-80 हजारसम्म हुने ठाउँ खोजेर आउनु होला। राम्रो बुझेर विदेश आइसकेपछि म फेरि 2 दिन फर्किन्छु होइन, म 2 महिनापछि फर्किन्छु भन्न पाइँदैन। 2 वर्ष त हामी जसरी बस्नै पर्छ। त्यही भएर साथी हो बाध्यता छ। हामी नेपाली भइसकेपछि नेपालमा खासै रोजगार नभएपछि हामी विदेश आउनुपर्छ। विदेश आउनलाई अनि यस्तै मेन पावरको दलहरूले फसाइदिने एकदम राम्रो छ जानुहोस् तपाईँहरू भन्ने काम राम्रो छ एकदमै सजिलो छ भनेर पठाउने। अनि 10 घन्टा ड्युटी होइन 10 घन्टा ड्युटी 12 घन्टा ड्युटी भनेर पठाउने। यहाँ 18-19 घन्टा ड्युटी गर्दा पनि टार्गेट पुऱ्याउन सकिँदैन। एकदमै दुःख छ साथी। अझै पनि डेलिभरीमा काम गर्न आउँदै हुनुहुन्छ भने चाहिँ एकदमै सोचेर आउनु होला साथीहरू होइन। एकदमै गाह्रो छ काम। न निन्द्रा भन्न पाइन्छ न भोक भन्न पाइन्छ होइन, न घुम्न भन्न पाइन्छ, केही पाइँदैन साथी। एकदमै गाह्रो छ। त्यही भएर बुझेर मात्रै आउनु होला। यो लाइट ड्राइभरको लागि डेलिभरीमा चाहिँ बुझेर मात्रै आउनु होला साथी। हाम्रो कम्पनी पनि गएको छ भिजा एकदमै बुझेर आउनु होला। त्यो कुन मेन पावरमा गएको छ भनेर म त्यो चाहिँ खुलाउन चाहिनँ। यदि तपाईँहरू बुझ्न चाहनुहुन्छ भने मलाई कमेन्ट गर्नु होला। अनि मलाई डाइरेक्ट मेसेज पनि गर्नु होला। म तपाईँलाई यस्तो छ उस्तो छ सब भनिदिन सक्छु होइन। त्यो हावादारी यहाँ उता यताको भरमा चाहिँ नपरेर तपाईँहरू नफस्नु होला। 3 लाख रुपियाँ नडुबाउनु होला साथीहरू। यहाँ आएर 3 लाख रुपियाँ तिर्नलाई 1.5 वर्ष पुरेर 1.5 वर्ष काम गरेर बल्ल सकिन्छ साथी हो। त्यही भएर नफस्नु होला भन्न चाहन्छु। अनि मलाई यो यसरी यता ललाई फकाइ गरेर यो यस्तो छ कम्पनी उस्तो छ भनेर पठाउने ओनरलाई चाहिँ मैले भेट्यो भने एक सर्ट बाहेक अर्को सर्ट हान्न नपर्ने तरिकाले चाहिँ हान्छु। अब त्यो आउरे भाउरेहरूलाई त बिचारा यस्तो छ उस्तो छ भने उनीहरू पनि जागिरमा बसेको केटीहरू हुन्, तिनीहरूलाई त केही गर्न मिलेन। यो यस्तो छ उस्तो छ भनेर पठाउने त्यो ओनरलाई चाहिँ मैले भेट्यो भने मेन पावरको ओनरलाई भेट्यो भने एक सर्ट बाहेक अर्को सर्ट हान्दिनँ मैले। त्यही हो। ओके गुड बाई।